ल गाइज आज चाहिँ हामीले यो आइफोन 16 प्रो म्याक्स निस्किसकेका छौँ फाइनल्ली। अब चाहिँ भ्लगहरू कन्टिन्यू आउने हुन्छ है। ल पार्टी त बन्ती होइन। होइन ऊ साथी हाम्रो ह्यान्डसम एकदम जेन्टलम्यान होइन। यस्तै त हो नि गाइज, कहिले काहीँ यसो रमाइलो पनि गर्नुपर्छ। कति रमाइलो गर्छ होइन त। अब सर्ट एन्ड स्विट मिनी भ्लग आउने हुन्छ होइन। भिडियो चाहिँ हेर्ने होला अहिले हामी ल हामी चाहिँ होइन ग्यास होइन, हामी चाहिँ मोबाइल आज 16 प्रो म्याक्स लिएर आएको फर्स्ट टाइम होइन। असर लगाइरहेको छु, यस्तो खुसी लगाइरहेको छ होइन। आफ्नोभन्दा पनि बढी माया मोबाइल बोलाइरहेको छ, लागिरहेको छ त्यो हो। मोबाइल बोलाइरहेको तर अनि सिम किन्दा एउटा फ्रीमा आउँदो रहेछ त्यो जुसहरू होइन, क्यान जुसहरू आउँदो रहेछ। साथी त्यहाँ चाहिँ स्क्यान गर्नु मिल्छ होला यार। मिल्छ होला के जाऊँ न त ल अनि मिनी भ्लग आउँछ हामी गइरहेको छौँ। ल हजुरलाई पनि थाहा हामीले देखाउनेछौँ है। हो हेर्दै गर्नु होला। बन्द गरी ल फाइनल्ली हामीले चाहिँ अहिले फ्रीको 3वटा जुस पनि किनेर आइसकेका छौँ। अनि एउटा टोटल 3वटा चाहिँ फ्रीमा दिँदो रहेछ। पहिलो सिम निकालेको बापत यो भनेको जापानमा फ्रीको सेवा पनि छ एउटा चिसोको लागि है। त्यही हो होइन। अब एकछिन हामी चाहिँ अहिले पार्क बसेर खाने प्लानमा छौँ। छौँ। अब यसमा खाने हो बस्ने हो होइन। त्यही त हो नि। अब यता गेम पनि भइरहेको छ आनन्दसँग। गेम पनि खेल्दैछन् रमाउँदैछ। यो चाहिँ जापानको यो चाहिँ हाम्रो स्पोर्ट्सको लागि चाहिँ एकदम अगाडि छ है। एकदम धेरै जस्तो ठाउँमा चाहिँ यो गेम खेलिरहेको हुन्छ। अब सिक्नु पर्ला बिस्तारै बिस्तारै के छ र होइन त। एकदम राम्रो गेम भइरहेको छ, खेल्दैछन् गाइजहरूले। हामी पनि एकछिन यसो रिफ्रेसमेन्ट हुनुको लागि चाहिँ बाहिर निस्केको हौँ, अर्को के होइन। एउटा अगाडि हिँडिरहेको साथी फेरि झ्यापे। तिमी चाहिँ कुन प्लेयर हो साथी? प्लेयर हो। ठिक छ गाइस, भिडियो हेर्दै गर्नु होला। अब बिस्तारै बिस्तारै कसरी भिडियो बनाउने भन्ने कुरा पनि हामी सिक्दैछौँ। यो चाहिँ फर्स्ट हो होइन। अब फर्स्ट भिडियो हेरेर लाइक सब्सक्राइब आफ्नो ठाउँमा छ। बिस्तारै हामीले हजुरहरूको माझमा राम्रो भिडियो ल्याउँछौँ भन्ने हामी आशा राख्दै हजुरहरूलाई यो भिडियो बाबत फेरि अरूलाई अरू पनि भिडियोहरू आउँछन्। राम्रो नराम्रो जे नै आउन सक्छ, हेर्दै चाहिँ गर्नु होला केटा हो गाइजहरू। बस्नु होला। मिठो मिठै हुन्छ होइन, जहिले पनि मिठै हुन्छ। त्यही हो। अब एकछिन हामी त्यो खाएर एकछिन फेरि भिडियो पार्कमा बसेको पनि हजुरलाई देखाउनेछौँ। भिडियो चाहिँ हेर्दै गर्नु होला। यो बन्द गर। ल फाइनल्ली हामीले चाहिँ अहिले फ्रीको 3वटा जुस पनि किनेर आइसकेका छौँ। अनि एउटा उता छ टोटल 3वटा चाहिँ फ्रीमा दिँदो रहेछ। पहिलो सिम निकालेको बापत यो भनेको जापानमा फ्रीको सेवा पनि छ एउटा चिसोको लागि है। त्यही हो होइन। अब एकछिन हामी चाहिँ अहिले पार्क बसेर खाने प्लानमा छौँ। हामी अब यसमा खाने हो बस्ने हो होइन। त्यही त हो नि। अब उता गेम पनि भइरहेको छ आनन्दसँग। गेम पनि खेल्दैछन् रमाउँदैछ। यो चाहिँ जापानको यो चाहिँ हाम्रो स्पोर्ट्सको लागि चाहिँ एकदम अगाडि छ है। एकदम धेरै जस्तो ठाउँमा चाहिँ यो गेम खेलिरहेको हुन्छ। अब सिक्नु पर्ला बिस्तारै बिस्तारै के छ र होइन त। एकदम राम्रो गेम भइरहेको छ, खेल्दैछन् गाइजहरूले। हामी पनि एकछिन यसो रिफ्रेसमेन्ट हुनुको लागि चाहिँ बाहिर निस्केको हौँ, अर्को के होइन। एउटा अगाडि हिँडिरहेको साथी फेरि झ्यापे। तिमी चाहिँ कुन प्लेयर हो साथी? प्लेयर हो। ठिक छ गाइस, भिडियो हेर्दै गर्नु होला। अब बिस्तारै बिस्तारै कसरी भिडियो बनाउने भन्ने कुरा पनि हामी सिक्दैछौँ। हामी आफ्नो गन्तव्यमा पुगिसकेका छौँ गाइजहरू। अब चाहिँ हामीले ट्याक्कै
भन्नुपर्दा यो ओकिनावाको एउटा एकदम फेमस पार्क यो जङ्गल हो जङ्गल हो पार्क हो यसमा चाहिँ जनावरहरूको कमी छैन ऊ एउटा जनावर हिँडिरहेको छ अगाडि अरू जनावर यता छ अरू जनावर यता है जनावरहरू त धेरै छन् तर विभिन्न प्रकारका जनावरहरू छन् उता खरायो जनावर तर खाँदाखेरि चाहिँ मिठो लागिरहेछ लाग्न चाहिँ एकदम कस्तो छ साथी त्यो चाहिँ फ्रीको माल खानुको मजा झन् बेग्लै छ त्यसमा फेरि यो चाहिँ हामीले आज सिम निकालेर फ्रीमा फेरि महँगो वाला हो नि त्यो 220 यो 150 हल्का भइरहेछ इन्ट्रेस्ट स्टार्ट दिपेन्द्र सरले गरिसक्नु भएको छ गाइजहरू उता अर्को साथी पनि हुनुहुन्छ हाम्रो ल टेस्ट पनि हानिदिएको चेस्ट नहान्दै गर्नु भिडियो चाहिँ हेर्दै गर्नु होला अब एकैछिनमा चाहिँ हामी घर निस्किने वाला नै छौँ हामीले एउटा कतिवटा पार्क घुमेको एउटा 2-3टा पार्क घुम्यो होला होइन 3टा पार्क घुम्यौँ आजको इन्जोय एकदम राम्रो भयो घुमफिर पनि भयो केटाहरू पनि अब घरमा रहेका छन् जानुपर्ने हुन्छ ओकिनावाको ट्रेन भनेको त्यही नै हो गाइज है आउनुहोस् एकचोटि भिजिट गरिदिनुहोस् ओकिनावा भिजिट गरिदिनुहोस् के भन्न चाहनुहुन्छ ठिक छ होइन जापान भनेको एउटा लेट्स इन्जोय गाइज भोलि भेट्नुपर्छ फेरि आजको लागि यति नै हुन्छ हेर्दै गर्नु होला लाइकहरू गर्दै गर्नु होला कमेन्ट गर्दै गर्नु होला भिडियो पनि सब्सक्राइब गर्दै गर्नु होला गाइजहरू यो आजको सर्ट एन्ड स्विट भ्लग रहेको छ आउने दिनमा चाहिँ हाम्रो फेरि पनि भ्लग आउने नै रहेको छ यो फर्स्ट भ्लग भएको कारणले गर्दा केही अब गल्तीहरू हुनसक्छ त्यो गल्तीलाई चाहिँ आउने भिडियोमा चाहिँ हामी सच्याएर कमेन्ट गरेर हामीलाई के सुझाव सल्लाह दिन चाहनुहुन्छ त्यो सुझाव सल्लाहहरू चाहिँ राखिदिनु होला कमेन्ट गरिदिनु होला है त हामीले हस् त बाई बाई नमस्ते टेक केयर